निर्मला पन्त बलात्कार प्रकरणको तपाईँ साक्षी हो। एकदम तपाईँले बलात्कार गरेकै देखा? ती तीनजना हुनुहुन्छ, एकजना हुनुहुन्छ त्यहाँ, बलात्कार गर्ने तीनजना हुनुहुन्छ। तीनजना हुनुहुन्छ। उहाँहरू कुन पार्टीको कुन नेता अथवा को व्यक्ति हुन सक्छ? कञ्चर कतिखेर बलात्कार भयो? यो बेलुका पख हो, साँझ पख हो। ल हेरियोक्सियोस्, मेरो खुट्टा छैन हेर्नुहोस्। मलाई आक्रमण हुन्छ, यहाँ हानिएको छ खुकुरी, अनि यहाँ यसो गरिएको छ, दुईचोटि गरी भयो त्यहाँ, अनि यहाँ एकचोटि तीनचोटि आक्रमण भएको। 3 चोटि आक्रमण। 16 जना मन्त्री नाम भन्नुहोस् त। चिरञ्जीवी अग्लेबाट सुरु हो, त्यहाँबाट बुद्धिमान तामाङ मन्त्रीज्यू, नारायण सिंह पुन। त्यतिखेर चाहिँ त्यहाँ जे घटना भयो त्यसको प्रत्यक्षदर्शी थिएँ म। त्यो छोरीले न्याय पाउनुपर्छ। मेरा 2टा छोरी छन् होइन, मेरा छोरीलाई नि त्यस्तो भयो भने कोही देखे मान्छेले बोलिदिनु पर्छ क्या सर। पछि मरेर जाने के छ यो संसारमा, लिएर जानु केही त छैन। अब बलात्कार गर्ने यिनी हुन्, मलाई चाहिँ बोलाइयोस्, मलाई सुरक्षा दियोस्, उखुबारीमै उखुबारीमै भात त हुने। त्यो बरा त्यो एउटा त्यो कट्टु धुँदै त्यो पेटी धुँदै थिइन् नि ती बहिनी बरा, पुलिसको बहिनी। तिनको के अब तिनलाई अब माथिबाट जे आदेश आयो उनले त्यही गरिन्। ज्यान मार्ने उद्देश्यले हो, उद्देश्यले नै उद्देश्यले। तपाईँ बचिरहनु भएको छ अहिलेसम्म। भगवानको कृपा। तर मेरो पुलिस कहाँ जाम गुनासै सुन्दैन कोही। अब अहिले औषधि खान नपाएर यसरी 16 जना मन्त्रीको यो भन्नै लाजमहरू के सर। त्यो बेला पन्त पर त्यो साइकलमा आएकी छोरी, त्यो एउटा कुटकुटे साइकलमा एउटा मोबाइल भए पनि बाँच्थ्यो क्या त्यो। के गर्ने? यो भिडियोको हाइलाइट्स हेरेर तपाईँहरूको मनलाई कतिको छुयो साथीहरू? मेरो मन त अति नै छुयो। मैले मनलाई सम्हाल्नै सकिनँ। यो भिडियो जनता जान्न चाहन्छन् ऋषि धमला दाइको युट्युब च्यानलमा